5K एक्सन क्यामेरा गोप्रो भयो गोप्रो आउनु भयो एक्स्ट्रा सामानहरू भनेको एपिजेड सामानहरू आउनु भयो है सबै सामानहरू के सामान चाहिन्छ सबै हुन्छ अब तपाईँको भनेको चाहिँ गोप्रोलाई त्यो मोबाइलसँग कनेक्ट गर्ने कुराहरू पनि यहाँनिर हुन्छ यो क्युआर स्क्यान गर्नुपर्ने हुन्छ यो एप इन्स्टल गर्नुपर्ने हुन्छ त्यसको लागि भनेको तपाईँको एकपल्ट सुरुमा एप इन्स्टल गर्नुहोस् यसलाई क्युआर स्क्यान गर्नुहोस् एप इन्स्टल गर्नुहोस् जस्तो के छ एपको नाम स्क्यान गर्दाखेरि सुपक्याम प्रो भनेर आउँदो रहेछ यसरी क्युआर04 लानुहोस् है यो आएको हुन्छ गुगल प्ले एप स्टोर एन्ड्रोइड भनेको छ गुगल प्ले स्टोरबाट डाउनलोड गरिदिनुहोस् हो इनेबल ओपन गरिदिनुहोस् त्यसपछि अब मेन गर्नुपर्ने कुरा है यतिकै आउँदैन यो यसलाई चाहिँ सुरुमा गोप्रो त्यतिकै बाहिरबाट गर्दा पनि हुन्छ तर पनि मैले खोलेर देखाइदिएको छु यो हटाइदिउँ टच स्क्रिन भएको गोप्रो हो यो चाहिँ नन टचमा पनि सेम प्रोसेस हुन्छ है टच नन टच सेम प्रोसेस हुन्छ अब तपाईँको गोप्रो अन गर्नुहोस् अन भयो नि अन भएपछि चाहिँ तपाईँले यो तल्लो बटन यसरी कि त लङ प्रेसमा आउँछ हो यो चेन्ज हुन्छ डिस्प्ले अनि त्यसपछि अब कतापट्टिको डिस्प्ले राख्नु छ त्यही अनुसारले गरिदिनुहोस् ब्याक राख्ने मैले यसमै राख्ने अहिले अब यो माथिल्लो चाहिँ लङ प्रेस गरिदिनुहोस् यसरी क्युआर आउँछ अब के गर्ने भनेदेखि वाइफाईमा जानुहोस् वाइफाईमा गएपछि यसको सुपर स्पोर्ट्स क्यामेरा भनेर भनेर रहेछ यसरी यही नाम दिएको हुन्छ हेर्नुहोस् है त्यो नाम क्लिक गरिदिनुहोस् यसमा पासवर्ड हालिदिनुहोस् 1 देखि 0 सम्म होला यसमा 6 7 8 9 0 कनेक्ट गरिदिनुहोस् यो कनेक्ट भएपछि चाहिँ कनेक्ट भयो त्यसपछि कनेक्ट भएपछि अब अहिलेको एपमा आउनुहोस् यसमा आएपछि इनेबल प्रिभ्यू गरिदिनुहोस् इनेबल प्रिभ्यू गरेपछि यसरी अलवेज कनेक्ट वा कनेक्ट त्यही टाइम के छ त्यो गरिदिनुहोस् यसरी टोटल्ली क्लियरली के टोटल्ली हेर्न मिल्छ हेर्नुहोस् क्यामेरा क्वालिटीमा त टेन्सनै लिनु पर्दैन ल हेर्नुहोस् है क्यामेरा क्वालिटीमा टेन्सनै लिनु पर्दैन वाइड एङ्गल पनि हुन्छ नर्मल्ली हल्लिन पनि एकदमै कम हल्लिन्छ यो गोप्रो एकदमै कम हल्लिन्छ त्यसपछि अब के सेटिङहरू चेन्ज गर्नु छ यहाँनिर गएर सेटिङ चेन्ज गरिदिनुहोस् है जस्तो 5K तपाईँको मोबाइलमा 5K सपोर्ट गर्दैन भनेदेखि वा ब्याट्री ब्याकअप धेरै चाहिन्छ भने 1080p 60 fps मा राखिदिनुहोस् कन्फर्म गरिदिनुहोस् यो भएपछि यो पिक्सल मात्रै गरिदिएको त्यस्तो केही फरक पर्दैन है केही नै फरक पर्दैन 50Hz र 60Hz रहेछ 60 मा राख्दा पनि हुन्छ 50 मा राख्दा पनि हुन्छ त्यसपछि ब्याक गर्नुहोस् मेमोरी कार्ड चाहिँ राख्नुपर्छ अहिले मेमोरी कार्ड छैन राखेको त्यसपछि यो थिचेपछि नो एसडी कार्ड देखाएको छ अहिले मेमोरी कार्ड नभएकोले रेकर्डिङ यहीँबाट हुन्छ हेर्नु पऱ्यो भनेदेखि यहीँनिरबाट नो एसडी कार्ड भनेको छ यहीँनिर जानुहोस् फोटो पनि हेर्न मिल्छ भिडियो पनि हेर्न मिल्छ रेकर्डिङ यहीँबाट गर्न मिल्छ केमा रेकर्ड गर्नु पऱ्यो त्यो चेन्जहरू गर्न ओर्नु यो चाहिँ यहीँबाट मजाले मिल्छ मोबाइलबाटै चेन्ज गर्न पनि मिल्छ होइन मोबाइलबाट गर्दिनँ भन्दाखेरि गोप्रोमा गएर पनि गर्न मिल्छ तर सजिलो चाहिँ हजुरलाई मोबाइलबाट हुन्छ है फोटोहरू खिच्नु पऱ्यो भने पनि जेसुकै गर्न पनि मोबाइलबाट सजिलो हुन्छ क्यामेरा क्वालिटीमा चाहिँ टेन्सन नलिनुहोस् अहिले लाइटिङहरू केही मिलेको छैन तर पनि क्यामेरा क्वालिटी यस्तो क्लियर छ लाइटिङ मिलेपछि त टेन्सन गर्नु परेन एकदमै फुल्ली क्लियर क्यामेरा क्वालिटी हुन्छ